यो अत्यन्तै बहुउपयोगी वनस्पति हो जसलाई भाङ्गो हेम्प भन्ने गरिन्छ। यसको रेसाबाट धागो बनाउने गरिन्छ र धागोबाट विभिन्न प्रकारका कपडाहरू निर्माण गर्ने गरिन्छ। यो आदिवासी महिलाहरूले यसको धागो उत्पादन गर्ने र यसलाई विभिन्न कपडाहरू निर्माण गरेर आफ्नो परिवारका लागि बनाउने गर्नुहुन्छ। र यसलाई खोलामा भिजाएर यसरी कुटेर मसिनो बनाइन्छ र मसिनो बनाइसके पछाडि यसलाई धागो काट्ने गरिन्छ र तानमा बुनेर कपडा बनाउने गरिन्छ। त्यसैले नेपालका उच्च पहाडी भूभागमा रहेका आदिवासी मगरहरूको मुख्य आय स्रोत बन्न पुगेको छ।